नमस्ते, म ज्योत्स्ना राई जोस एन्टरटेनमेन्ट च्यानलको माध्यमबाट हजुरहरूलाई आज पनि विशेष रूपमा एउटा स्पेशल कार्यक्रम लिएर आएकी छु। त्यो के भन्दा तपाईँलाई थाहा भएकै कुरो हो, 27 जुलाई हामी शहीद दिवस मनाउने पालन गर्ने गर्छौँ है। यही क्रममा आज म पनि एउटा कविता पाठ गर्न लागिरहेकी छु। हुन त त्यो कविता मैले भानुभवनको रङ्गमञ्चमा शहीद दिवसको शुभ उपलक्ष्यमा 27 जुलाई 2015 को दिन नै वाचन गरेकी हुँ। तैपनि आज यो कवितालाई म किन राख्न लागिरहेको छु भने आज पनि त्यो कविता समय सापेक्ष थियो यो कविता, अनि हिजो पनि समय सापेक्ष थियो है। सधैँ पनि आज जबसम्म पनि गोर्खाल्यान्ड हुँदैन, जबसम्म हाम्रो आँगनमा न्यानो घाम लाग्दैन, तबसम्म पनि यो कविता समय सापेक्ष नै हुनेछ। अनि त्यसैले गर्दा नै म यो कवितालाई नै पठन गर्न लागिरहेकी छु है। अनि आज शहीद दिवसको उपलक्ष्यमा तपाईँहरूलाई सबैलाई सम्पूर्णलाई शहीद दिवसको हार्दिक मङ्गलमय शुभकामना पनि भन्न चाहन्छु। अनि हाम्रो उन्मुक्ति र हाम्रो उन्मुक्तिको साथै ती वीर वीराङ्गना शहीदहरूले देखेको सपना त्यति बेला मात्र पुरा हुन्छ जुन समयमा चाहिँ हामीले हाम्रो भूमि फिर्ता पाएको हुन्छौँ है। त्यही भन्दै म मेरो कविता पाठ गर्न लागिरहेकी छु। अनि त्योभन्दा अगाडि पनि म एउटा कुरो भन्न चाहन्छु कि मेरो जोस एन्टरटेनमेन्ट च्यानललाई मन पराएर सेयर, लाइक अनि सब्सक्राइब गरिदिनु भएकोमा एकदमै धेरै धेरै धन्यवाद। तपाईँहरूले मेरो च्यानललाई रुचाइदिनु भएको छ है। यो नै मेरो सबैभन्दा ठुलो जाँगर हो। अनि यसलाई नै तपाईँहरूले बचाएर राखिदिनु भएको छ। मेरो जस्तै परिस्थिति आओस् म हार खाएको कहिले पनि हुँदिनँ है। अनि भनिन्छ नि, जसले हार खाँदैन उसले नै विजय पाउँछ भने सायद कुनै दिन म पनि सायद त्यो साँच्चै रूपमा नै म विजय हुन्छु होला है। प्रत्येक क्षेत्रमा मैले आफ्नो योगदान दिएकै हुनेछु है। अनि मेरो क्षेत्रमा कथा, कविता, नाटक है, लेखन कार्यहरू सँगै अभिनय पनि मेरो जोडेको छ है। यी सबै कुरोहरूलाई अनि ज्योतिष शास्त्रमा पनि मैले धेरै कुरोहरू ज्ञान लिएकी छु है। सबै कुरोलाई अगाडि राख्दै तपाईँहरू समक्षमा आगामी कार्यक्रमहरूलाई यो पनि विषयवस्तुहरूलाई म जोड्छु है। अनि तपाईँहरूले यसलाई सेयर, लाइक अनि सब्सक्राइब गरिदिनु भएकोमा धन्यवाद पनि दिँदछु फेरि पनि है। अनि आज मेरो कविता पाठ गर्न लागिरहेकी छु, त्यो शहीद दिवसको उपलक्ष्यमा हो। अनि मेरो कविताको शीर्षक छ शहीदको मार्ग पछ्याउँदै। म युग युगको दासत्वहरूमा अमरत्व खोज्दिनँ, म युग युगको दासत्वहरूमा अमरत्व खोज्दिनँ। म धिक्कारहरूमा बाँच्न चाहन्न, म धिक्कारहरूमा बाँच्न चाहन्न। म लान्छनाहरूमा जिउन चाहन्न। म बरु एकमुट्ठी श्वास रहन्जेलसम्म लड्छु, तर परायाको अघि गोर्खाली शिर झुक्नै दिने छुइनँ। बरु एकमुट्ठी श्वास रहन्जेलसम्म लड्छु, तर परायाको अघि गोर्खाली शिर झुक्नै दिने छुइनँ। यो माटोको व्यथा पोखेरै मर्छु, माटोको कथा लेखेरै मर्छु। यो पहाडको व्यथा पोखेरै मर्छु, यो माटोको कथा लेखेरै मर्छु। शहीद बन्न परे पनि परोस्, शहीद बन्न परे पनि परोस्, लडेरै मर्छु, लडेरै मर्छु भन्दै जसरी लड्यौ शहीद तिमी कञ्चनजङ्घाको अटल विश्वास लिएर, यसरी लड्यौ शहीद तिमी कञ्चनजङ्घाको अटल विश्वास लिएर। देवी देउरालीलाई साक्षी राखेर आत्मस्वतन्त्रताको युद्धहरू अन्तमा यो तिम्रो शरीर पहाडको मायालु माटोमा निष्प्राण लड्न पुगे। तिम्रा शरीर पहाडको मायालु माटोमा निष्प्राण लड्न पुगे। तर आत्मा भने प्राणभन्दा प्यारो गोर्खाल्यान्ड सम्झिरहे, तर आत्मा भने प्राणभन्दा प्यारो गोर्खाल्यान्ड सम्झेर भड्किरहे आज पर्यन्त। हे वीर वीराङ्गना शहीद, तिमीलाई मेरो कोटि कोटि प्रणाम छ। त्यो तिम्रा उत्सर्ग, तिम्रा बलिदान, त्यो तिम्रो उत्सर्ग, तिम्रो बलिदान सङ्कल्प शून्य थिएन, उद्देश्यविहीन पनि थिएन। न त तकमा र भिक्टोरिया क्रसको लागि लडेको युद्धहरू थिए, न त तकमा र भिक्टोरिया क्रसको लागि लडेका युद्धहरू थिए। तर तिमीले त आमाको करुण चित्कार सुनेर, आफ्ना युवा सपनाहरूलाई तिलाञ्जली दिएर भूमिपुत्र हुनको कर्तव्य निर्वाह गर्न सक्यौ, भूमिपुत्रको कर्तव्य निर्वाह गर्न सक्यौ। लड्यौ अस्तित्वका युद्धहरू, घाइते शरीरका पीडा र व्यथाहरू सहेर, अन्तिम श्वाससम्म केवल गोर्खाल्यान्ड सम्झिरह्यो, अन्तिम समयसम्म केवल गोर्खाल्यान्ड सम्झिरह्यो। हे वीर वीराङ्गना शहीद, तिमीलाई मेरो सङ्ग्रामी अभिनन्दन, तिमीलाई मेरो सङ्ग्रामी अभिनन्दन। हे वीर वीराङ्गना शहीद, तिमीलाई मेरो सङ्ग्रामी अभिनन्दन। तर आज तिम्रा सपनाहरूको गोर्खाल्यान्ड हुन बाँकी नै छ, तर आज तिम्रा सपनाहरूको गोर्खाल्यान्ड हुन बाँकी नै छ।
तिम्रा उत्सर्गहरूको मूल्याङ्कन हुन बाँकी नै छ, तिम्रा उत्सर्गहरूको मूल्याङ्कन हुन बाँकी नै छ। हामीले अझ एक स्वाधीन अस्त्रहीन युद्ध लड्न बाँकी नै छ, हामीले अझ एक अस्त्रहीन युद्ध लड्न बाँकी नै छ। आत्माहरू एकबद्ध बनेर आत्माहरू एकबद्ध बनेर आत्मा उन्मुक्तिका पथहरू खोज्दै अघि बढ्न बाँकी नै छ, अघि बढ्न बाँकी नै छ। हाम्रो अस्तित्वका बाँझा सपनाहरू साकार बनाउन बाँकी नै छ, साकार बनाउन बाँकी नै छ। शहीदको मार्ग पछ्याउँदै तिम्रै बलिदानका पथहरूमा उत्प्रेरणाहरू लक्ष्यप्रै छातीभित्र बोकेर गोर्खाल्यान्डको सिमाना कोर्न बाँकी नै छ। हे प्रात स्मरणीय शहीद, तिमीलाई मेरो कोटि प्रणाम छ। हे प्रात स्मरणीय शहीद, तिमीलाई मेरो कोटि प्रणाम छ। धन्यवाद। आज तपाईँलाई समक्ष मैले एउटा कविता राखेँ है, त्यो पनि आज तपाईँलाई कस्तो लाग्छ, अझै के पुगेको छैन यसमा, मैले अझै सिक्नु छ है, त्यो पनि मलाई तपाईँले एकदम नहिचकिचाइकन तपाईँहरूले त्यो पनि कमेन्ट गरिदिनुहोस्। सेयर, लाइक र सब्सक्राइब त अवश्य नै गरिदिनुहोस् है, गरिदिनु पनि भएको छ। अझै धेरै तपाईँहरूले सेयर, लाइक र सब्सक्राइब, कमेन्ट गरिदिनु भयो भने मेरोमा जोस जाँगर चल्छ है। कुछ गर्छु, कुछ जातीय मेरो तर्फबाट है, मेरो जातिको लागि, मेरो शहीदहरूको लागि, मेरो जातिको लागि मैले गर्नुपर्ने कर्तव्य मेरो आफ्नो तर्फबाट, मेरो योग्यताको तर्फबाट है, मैले जुन तरिकाले म गर्न सक्छु त्यो कुरोलाई म तपाईँहरू समक्षमा साझा गर्न चाहन्छु। अनि समाजलाई म एउटा दिशानिर्देश गर्न यही एउटा युट्युब च्यानलको माध्यमबाट पनि म चाहन्छु। त्यसकारण तपाईँहरूले मेरो हौसला चाहिँ अझै धेरै बढाइदिनुहोस्। त्यही भन्दै आजको कार्यक्रमबाट बिदा लिन्छु, अनि फेरि पनि दोस्रो कार्यक्रममा भेट हुनेछ। धन्यवाद।